स्वास्थ्य संगठन WHO को मुख्यालय कहाँ छ? विश्व स्वास्थ्य संगठन WHO को मुख्यालय जेनेभामा छ। राजा जनक कुन राज्यका राजा थिए? राजा जनक मिथिला राज्यका राजा थिए। धानको रोपाइँलाई के भनिन्छ? धानको रोपाइँलाई असारे भनिन्छ। नेपालमा पहिलो पटक टेलिभिजन सेवा कहिले सुरु भयो? नेपालमा पहिलो पटक टेलिभिजनको सेवा 2041 सालमा सुरु भयो। गाई जात्रा कुन समुदायले मनाउँछ? गाई जात्रा नेवारी समुदायले मनाउँछ। देवी सतीको शरीरका भाग झारेको स्थानलाई के भनिन्छ? देवी सतीको शरीरका भाग झारेका स्थानलाई शक्तिपीठ भनिन्छ। नेपालको प्राचीन नाम के थियो? नेपालको प्राचीन नाम हिमवत खण्ड थियो। पशुपति क्षेत्र कसले संरक्षण गर्छ? पशुपति क्षेत्र पशुपति विकास कोषले संरक्षण गर्छ। नेपालको पहिलो सेनापति को हुन्? नेपालको पहिलो सेनापति पृथ्वीपाल सेन हुन्। राराताल कहाँ अवस्थित छ? राराताल मुगु जिल्लामा अवस्थित छ। नेपालको पहिलो चिकित्सा कलेज कुन हो? नेपालको पहिलो चिकित्सा कलेज त्रिवी शिक्षण अस्पताल हो। जय नेपाल भन्ने नारा कसले दियो? जय नेपाल भन्ने नारा राजा त्रिभुवनले दियो। नेपालको पहिलो जलविद्युत परियोजना कुन हो? नेपालको पहिलो जलविद्युत परियोजना फर्पिङ हो। हुम्ला जिल्ला कुन प्रदेशमा पर्छ? हुम्ला जिल्ला प्रदेश नम्बर 6 मा पर्छ। नेपालको पहिलो लोकगीत गायक कसलाई मानिन्छ? नेपालका पहिला लोकगीत गायक राम थापालाई मानिन्छ। भूकम्प मापन गर्ने यन्त्रको नाम के हो? भूकम्प मापन गर्ने यन्त्रको नाम सिस्मोग्राफ यन्त्र हो। नेपालमा राष्ट्रिय जनगणना कति वर्षमा एकपटक हुन्छ? नेपालमा राष्ट्रिय जनगणना 10 वर्षमा एकपटक हुन्छ। नेपालमा सबैभन्दा धेरै उत्पादन हुने अन्न कुन हो? नेपालमा सबैभन्दा धेरै उत्पादन हुने अन्न धान हो। रविन्द्र अधिकारी कुन क्षेत्रका व्यक्तित्व थियो? रविन्द्र अधिकारी राजनीतिक क्षेत्रका व्यक्तित्व थिए। थारू भाषा कुन समूहमा पर्दछ? थारू भाषा आर्य समूहमा पर्छ। चिया बगानका लागि प्रसिद्ध स्थान कुन हो?
चिया बगानका लागि प्रसिद्ध स्थान इलाम हो। सत्य अहिंसाको उपदेश कसले दिए? सत्य अहिंसाको उपदेश महात्मा गान्धीले दिए। नेपालको पहिलो विमानस्थल कुन हो? नेपालको पहिलो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो। प्राचीन नेवारी घरमा पानी भण्डारण भाँडालाई के भनिन्छ? प्राचीन नेवारी घरमा पानी भण्डारण गर्ने भाँडालाई हाँडी भनिन्छ। चन्द्रगिरी पहाड कहाँको हिस्सा हो? चन्द्रगिरी पहाड काठमाडौँको हिस्सा हो। नेपालको राष्ट्रिय गीतकार रचनाकार को हुन्? नेपालको राष्ट्रिय गीत रचनाकार व्याकुल माइला हुन्। मध्य प्रदेशको राजधानी कहाँ हो? मध्य प्रदेशको राजधानी जनकपुर हो। नेपालमा सर्वाधिक मनाइने पर्व कुन हो? नेपालमा सर्वाधिक मनाइने पर्व दशैँ हो। सूर्य विनायक मन्दिर कहाँ पर्छ? सूर्य विनायक मन्दिर भक्तपुरमा पर्छ। नेपाल चीन सीमा कुन हिमालबाट अलग हुन्छ? नेपाल चीन सीमा कञ्चनजङ्घा हिमालबाट अलग हुन्छ।